हरिदत्त र सर्प। एउटा गाउँमा हरिदत्त नाम गरेको एकजना बाहुन बस्दथे। उनी खेतको समय बाहेकको समय व्यर्थमा खेर फाल्दथे। एक दिन गर्मीको याममा उनी आफ्नो खेतको रुखको छायामा सुतेका थिए। त्यसै बेला उनले केही परको ढिस्कोमा एउटा फडा फिजाएर बसेको भयङ्कर सर्प देखे। उनलाई त्यो सर्प नागदेवता भएको विश्वास पर्न गयो। त्यसैले उनले त्यो ठाउँलाई देवक्षेत्र ठहराए अनि उनलाई त्यस ठाउँमा पूजा गर्न अन्तरआत्माबाट प्रेरणा जाग्यो। उनी आफ्नो खेती नबिग्रियोस् भन्ने कामना राखेर त्यो ढिस्कोको छेउमा दुनामा दुध अर्पण गर्न थाले। एक दिन सर्पले पनि उनले अर्पण गरेको दुध खाएर त्यस दुनामा एउटा स्वर्ण मुद्रा राखिदियो। बाहुन त्यो मुद्रा पाएर प्रसन्न भए। त्यस दिनदेखि उनी त्यहाँ दैनिक दुध चढाउन जान थाले। सर्प पनि नियमित रूपमा दुनामा असर्पी राखिदिन्थ्यो। यसरी बाहुन र सर्पको बीचमा आत्मीयता विकसित भयो। एक दिन ती बाहुनले काम विशेषले अन्त्य जानुपर्ने भयो। उनले खेतको ढिस्कामा दुध चढाउने काम छोरालाई अराए। छोराले बाबुको आज्ञा मुताबिक त्यहाँ गएर दुध चढायो। भोलिपल्ट त्यहाँ गएर हेर्दा उसले एउटा स्वर्ण मुद्रा देख्यो। त्यहाँ पाइने स्वर्ण मुद्राका बारेमा बाबुजाइले उसलाई कहिले जानकारी दिएको थिएनन्। छोरालाई भने त्यस ढिस्काभित्र थुप्रै मुद्रा भएको विश्वास पर्न गयो अनि उसले सर्पद्वारा रचित ती सबै मुद्रा एकैपटक प्राप्त गर्ने योजना बनायो। उसलाई ढिस्कामा बस्ने सर्पलाई मारेर मात्र त्यसभित्रका मुद्राहरू हात पार्न सकिने विश्वास भयो। एक दिन ऊ दुध चढाउन भनी त्यही ढिस्कोमा गयो। सर्पले आफूलाई त्यस बालकबाट कुनै हानि हुन नसक्ने अनुमान गरेको थियो। त्यसैले ऊ बालकबाट समीप देखा पर्यो। तर त्यस दुष्ट बालकले अप्रत्याशित रूपले सर्पको टाउकोमा लौरो बजायो। सर्पले आफूलाई जोगायो। उसलाई सामान्य चोट मात्र लाग्यो अनि उसको मनमा बालकप्रति प्रतिशोधको ज्वाला दन्क्यो। उसले क्रोधको वशमा परेर तत्कालै त्यो बालकलाई डसेर मार्यो। बालक नफर्केपछि गाउँका मान्छेहरूले उसको खोज तलास गरे। उनीहरूले त्यस बालकलाई खेतका ढिस्काको छेउमा मरेको अवस्थामा फेला पारे अनि खेतमा चिता बनाएर जलाइदिए। हरिदत्त भोलिपल्ट घर आइपुगे। उनले दाजुभाइबाट छोरो मरेको जानकारी पाए। उनलाई आफ्नो छोराले निर्दोष सर्पलाई कुटेको पनि अवगत भयो। उनले सर्पले प्रतिशोध लिएको कुरालाई अनुचित भन्न सकेनन्। उनलाई छोरो मारिएकोमा भने ठुलै पीर पर्यो। अर्को दिन बिहानै ती बाहुन दुध लिएर सर्प बस्ने ढिस्कामा गए। उनले त्यहाँ पुगेर ठुलो स्वरले सर्पको स्तुति गरे। सर्प दुलाबाट बाहिर निस्केनन्। उनले दुलाभित्रैबाट ती बाहुनलाई भने, तपाईले लोभको वशमा परेर पुत्र शोकलाई दबाउनु भएको छ। तर पुत्र शोक सजिलै बिर्सन सकिँदैन। फलस्वरूप तपाईको मनमा म प्रति सद्भाव जागृत हुन सक्दैन। मैले तपाईसँग सदा होसियार हुनुपर्छ। त्यही कारण म तपाईलाई देख्दा प्रफुल्लित छैन। अब तपाईँ र मेरा बीच प्रीति कायम रहन सक्दैन। बलले मौमता भएको तपाईको छोराले मलाई आक्रमण गरेकोले नै मैले उसलाई डसेको हुँ। त्यसपछि त्यो सर्पले दुलाबाट बाहिर निस्केर बाहुनलाई भन्यो, तपाईको छोराको कारणले मानिससँग म त्रसित छु। मेरा कारणले तपाईँ पनि शोकमय हुनुभयो। हामी अब एक अर्काबाट आहत भएका छौँ। यस्तो स्थितिमा हामी बीचको मित्रता कुनै अर्थ हुँदैन। अब तपाईँ महकहाँ नआउनुहोस्। त्यसपछि सर्पले बाहुनलाई एउटा बहुमूल्य मडी दियो अनि त्यो सर्प दुलाभित्र पस्यो। ती बाहुन पनि आफ्नो छोराको बुद्धिलाई धिक्कार्दै मडी लिएर घरतिर गए। शिक्षा: स्वार्थ मिसिएको मित्रता गाढा र स्थायी हुन सक्दैन।